ए रमेश, अहिले केही पनि चिन्ता लिनु पर्दैन, मैले सबै बुझिसकेको छु। अब सिधै गएर केटाकेटीलाई एक आपसमा चिनाउने हो र कुन दिन बिहे गर्ने हो भनेर छिनोफानो गरेर आउने हो। साँच्चै रमेशले बिहे गरेर दुलै चाहिँ कहाँ भित्र्याउँछ? कहाँ भित्र्याउनु नि, हाम्रै घरमा भित्र्याउने हो। जे भए पनि रमेश यो घरको छोरो जस्तै हो। छोरा जस्तै हो? छोरा त होइन नि। फेरि दुलाई भित्राउनलाई यहाँ कोठा कहाँ छ कि उसलाई दुलाई भित्राउनका लागि हामी बुढाबुढी निस्किन पर्ने हो? के कुरा गरे बुहारी? तिमीहरूलाई निकालेर रमेशले यहाँ भित्र्याउँछ बुहारी? तिमी धन्न नमान, मेरो घर खाली छ, रमेशले मेरो घरमा भित्र्याउँछ बुहारी। अब कहाँ भित्र्याउँछ, कसरी भित्र्याउँछ पछि सल्लाह गरौँला। अहिले चाहिँ हामीलाई ढिला भइसक्यो, जाउँ छिटो। ल जाउँ त। ल त ल जाऊ, राम्रोसँग बुझेर मात्रै छिनोफानो गरेर आउनु है। ल जा न, जा बाबु जा।